Katong lipstick kasi. Aha! दिन चाहिँ दामी घाम लागिरहेको थियो मजाले माथि माउन्टेन देख्दैछ मेरो चाहिँ अब जुम गर्नु पनि भएन अनि यहाँ चाहिँ हामी चाहिँ अलिकति यस्तो खोप जस्तो परेको छ है भित्र यस्तो यो के भन्छ हामीलाई यसो खपेल टाउन परेको जस्तो छ कि हाम्रो घर चाहिँ अन्त माथिल्लो घरदेखि चाहिँ दामी देख्छ ए हो कञ्चनजङ्घा देख्दैछ यो चाहिँ पक्की चो हो जुन चाहिँ अहिले देख्दिन्छ म चाहिँ खाना चाहिँ टिकाइरहेको छु हो अन्त उयो निकाल्नु जानु पऱ्यो साग अलिक टिप्नु पऱ्यो कि त्यहाँदेखि मुला छ मुला अलिक टिप्छु मैले होइन यति दामी हिजो मैले टिपेँ नि फुल ल ए यो चाहिँ किनोवा भन्छ है यो किनोवाला हो तपाईँहरूले चाहिँ के भन्छ थाहा छैन हो त्यो होला हो अन्त यहाँ हेर्नुहोस् न सकेछ अब हेर्नु न बटरहरू के आइरहेछ त्यो छैन है यो चाहिँ नयाँ आएर गाडीको अस्ति मैले लिएर आएको थिएँ नि त्यही वाला हो अन्त ए कत्रो ठुल्ठुलो छ है अझै पनि फुलिरहेछ अब सकिसक्यो हो यहाँ चाहिँ अलिक मल पनि पुग्यो ल ए यो चाहिँ भाले हो भाले पनि यत्रो ठुलो रहेछ अन्त तपाईँहरूलाई चाहिँ हाम्रो ब्ल्याकबेरी देखाउँछ ल यति दामी फलिरहेछ ट्याप्पै छ पत्ताभन्दा बेसी फल्छ यहाँ चाहिँ यहाँनिर हो यहाँ पनि छ यहाँ भयो अन्त यहाँ चाहिँ हाम्रो सब्जीहरू चाहिँ यहाँ छ यो सब्जी चाहिँ अब यो पत्ता लानुपर्छ पत्ता लानुपर्छ अचार पिसेर खानुपर्छ हो फ्रेस के खाना हो मैले तारबुट कपालै चाहिँ लुगा धोइदिनु भनेको खोइ कुन त मान्ने हो कि नमान्ने हो के गर्नुहुन्छ नि त घरमा त्यही भएर के एउटा गरौँ भन्ने सोचिरहन्छ लुगा धुँदा ठिकै हुन्छ के गरौँ भनेर बिहान उठेर यस्तो गर्छु भने सम्झिन्छु फेरि खाना पकाउँदा ठिकै हुन्छ हो सो त्यही भएर चाहिँ लुगा चाहिँ अलिक धोइदिनु भनेको पानी पनि आयो नि त यतिले त काफी हो देखो कोही फल्दै छैन यत्रो फल छैन देखो न गाइस सानो रहेछ
यो अलिक पछाडि रोपेर यस्तो प्रब्लम भएको जस्तो लाग्यो केही छैन अब यो त के खानु सानो छ फलेको पनि छैन छ के गर्नु अन्त यो चाहिँ क्या गरे अन्त यो टिपी लान्छु यस्तो सानो छ अन्त यति मात्रै यो पत्तासँगै गरेर म अचार बनाउँछु यो चाहिँ मटर पनि छ हो मटर चाहिँ फुच्चेलाई खिचडी बनाइदिन्छु खिचडी मिक्स गरिकन मेरो हातले यस्तो कालो भयो आलु चाहिँ मैले छिल्काइसकेको छ हो त्यो आलु त्यहाँदेखि चाहिँ यो मिक्स गरिकन चाहिँ बनाइदिनु मुली चाहिँ सेतो भए पनि छ सेतो चाहिँ यहाँनिर राम्रो हुन्छ जेसुकै होस् कि सेतो चाहिँ मैले लास्ट इयर यहाँ माथि रोप्दा पनि राम्रो आएको थियो सुक्खा सुक्खा अचार खानु चाहिँ हुन्थ्यो त्यतिले त काफी अब लागेको घाम चाहिँ यहाँ हेर्नु न यहाँदेखि कस्तो दामी देख्दैछ यहाँ चाहिँ मैले अस्ति फुल रोपेको अब कुन त कस्तो हुने हो आज चाहिँ मेरो फुचेको खिचडीमा चाहिँ के लाउँछ भने चाहिँ फर्स्ट यो घिउ भएको यो कम्ती घिउ त्यहाँदेखि आलु छ मटर छ अनि यहाँनिर चाहिँ सागको पत्ता अलिकति छ हो त्यहाँदेखि हल्का यहाँनिर अनियन छ अनि त्यो गरेर चाहिँ यो चाहिँ एलएसको चामल हो उसलाई चाहिँ अरू चामल मन पराउँछ खालि एलएस चाहिँ मनपर्छ हो यहाँनिर मैले कुकर टेकाइसकेको छु यो कुकर चाहिँ यसरी हुनु हुँदैन हौ राम्रै बस्दैन कि अन्त यो बसेन हल्का हल्दी हाल्नुलाई चाहिँ यो पनि हाल्यो हुन्छ यति लगाइदियो अब एकछिन छोपेर राख्यो अब यतिको भएको छ हो डढेको पनि छैन र अघिको फर्स्टको पानी चाहिँ अब सुकिसकेको छ हो खानामा जुन चाहिँ त्यहाँदेखि चाहिँ मैले पानी लगाइदिन्छु पानी चाहिँ यो पाकिन्जेलसम्मको लाउनुपर्छ बेसी पनि लाउनु परेन किनभने कम्ती छ नि त खाना सब्जी सबै भएर सो भइहाल्यो अब चाहिँ हाई फ्लेममा राख्दियो हो त्यहाँदेखि 2-3 सिटी भएपछि चाहिँ अलिकति लो फ्लेममा 2 सिटी जस्तो गएपछि चाहिँ नानीको खाना पाक्छ फाइनली अब मेरो फुच्चेको खिचडी चाहिँ यस्तो बनेर आएको छ एकदम सफ्ट टाइपको मजाले पाकिसकेछ स्मेल पनि घिउको आउँदैछ हो दामी भएछ अब चाहिँ यहाँनिर चाहिँ हामी आफै सब्जी पकाउनु आँटेको यहाँ छ आलु प्याज टमेटोहरू हो त्यहाँदेखि चाहिँ बिफको हड्डीसँग चाहिँ बनाउने हो अहिले फिलहाल चाहिँ हामी चाहिँ यहाँ सब्जी पकाउँदैछ हो चुलामा मजाले गरेर अब चाहिँ दामी बोल्दैछ सब्जी पनि भयो ल यहाँ चाहिँ भयो हाम्रो अचार रेडिसको अचार अब पत्ता पनि अलिक लगाइदिनुपर्छ ल आज चाहिँ मैले उसको के अरे यो वकर चाहिँ कहिलेदेखि थन्काइसकेको होइन आज फेरि निकालेर चाहिँ मैले टेरेस मलाई खेल्नु लगाएँ नि त कि गाडी भनेर अनि त्यो गरिकन चाहिँ म चाहिँ किचन साफसफाइ गऱ्यो अन्त त्यहाँदेखिको बर्तनहरू पनि धुनुपर्ने थियो नि त खासमा उसले चाहिँ नुहाइधुवाइ गरेर सबै लुगा सुगा सबै फेरिसकेर चाहिँ आइसिडिएस पठाउँ भनेर चाहिँ सोचेको थियो आइसिडिएस आज खोल्नु भएन हो सो त्यही भएर चाहिँ फुच्चे यहाँ घरमै छ नभए ऊ आइसिडिएस गयो भने चाहिँ म आएर बर्तनहरू धुन्छु भनेर सोचेको थिएँ नि त भएन अन्त आज त्यति उसलाई एकछिन सुत्छ कि भनेको सुत्नु पनि छैन हो एकछिन मात्रै सुत्यो जस्तो गरेँ फेरि उठिहाल्यो अब त सुत्नु मानेन आमाले सुन्तला ल्याइदिएछ कि
छोडेर म चाहिँ यहाँ सुन्तला खाँदै बसिरहेको यिन लाठो 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 काम 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 भने यिनको कन मैला हुन्छ हौ कहिले भर्खर नुहाइदिएको फाइदै हुँदैन एकछिनको चाहिँ मैला पारिहाल्छ यिन काम न मैले चाहिँ तारबुक कापालाई भनिरहेको थिएन पुरा अल्छी लाग्यो नि त घरमा अन्त भरे कहिले हुन्छ उसको स्कुलबाट छुट्टी भएछ भने चाहिँ हामीलाई एकछिन घुमाउनु गाडी टु गाडी हुन्छ कहाँ हुन्छ कहीँ भए पनि घुमाउनु जाउँ भनेर चाहिँ भनिरहेछ अब हेर्छु भनिरहेछ के हुन्छ यस्तो उसले कभर लाउने हो कि के आइस्या डटी हौ डटी डटी अरे कभर थप्ले कभर छोराले काम गरेको रे हो मम्मीको हेल्प गरेको रे झाडु यहाँको पत्ता ठुल्ठुलो झरेर आएको सबै सफा गरिसक्यो गुड भयो मम्मी छोरा त ए अब कुच्चो लिएर है फेरि कुच्चोसँग बुढाले गर्यो मम्माले के गरेको सबै सिक्छ नि ग तर अफ दुलो चाहिँ बोकेर बिल्लीले कुद्दैछ त यस्तो त हुन्छ क्या भएको त ल ल ल नो 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 अझै नो नो बे मुन्दैन मुन मुन मुन्दैन हो कम कम अल बोक ल अलग्गै कुद्दैछु उता चाहिँ आज यसमै राखेर त म कामबाट भ्याएँ नि ग अब हामी चाहिँ मन्तम लेकमा जाँदैछु लिखितको क्यान्टिनको त्यहाँनिर बा लास्ट तेस्रो पनि लिसेको है ऊ चाहिँ पुरा एक्साइटेड भएछ तेल चाहिँ नलगाइदिनु अरे पैसा चाहिँ माग्दैन कोही बेला चाहिँ माग्छ ल पैसा 500 1000 रुपियाँ 2000 गर्दै चाहिँ लैछ हिसाब गऱ्यो भने त हिसाब गऱ्यो भने त ड्यु पर्छ है घाँटी पैसा घुमाउनु जाने ए क्याप्सन चाहिँ गरेको रे हो आमा मेरो छोरा त के ज्ञानी हो आमा क्याप्सन चाहिँ आगी चाहिँ होइन पूजा यहाँ सुन्नु बुढा ओ यहाँ सुन्नु न पूजा यता रुम म चाहिँ न्युसँग बोल्दै थिएँ होइन अन्त ऊ चाहिँ हराइ गयो कि एकछिनमा साइलेन्ट भयो नि होइन मैले बिस्तारै गएको रुममा हेरेको त आमाको मानी बोकेर पेङ्गोसँग बोकेर बसिरहेको रहेछ हाँस्दा नि अझै हाँस्दैछ मरि उपाय चाहिँ यस्तो बदमास केटाकेटीहरू साइलेन्ट बस्यो भने चाहिँ केही न केही काम चाहिँ बिगारेकै हुन्छ घुमाउँदो रहेछ नि यसो मानी गर्ने कि त्यो होइन एउटा हातमा चाहिँ माला बोकेर यसरी झाप्दो रहेछ चाहिँ हँसेर मार्छ कि पुच्चीहरूले पनि अब चाहिँ हामी मन्तम पुगिसकेको छ है आला यो चाहिँ लच्छु सोनाम ए चलो एक्साइटेड भएको रे न तारपट मोमो खान आएको रे हो इङ्गाथुङ लिप्सी गर्छ आहा फेरि पापा कोटा छ नि तिले ऊ त उचाल्दैछ नि लुगा सब बाहिर पार्यो मोमो ल्याएको क्यु क्युमा मोमो क्यु ह्यान्ड वास अर्को मोमो खान्छ चिया बना लो
Quay. Hả? La finish. कुन बोलाउँदैछ चाहिँ हामी थुक्पा खाँदैछु क्यान्टिनमा Link पनि छ त्यहाँ चाहिँ लिङ गयो कहाँ ऊ रुख काट्ने अरे कि त्यहाँ बरु सुप अलिक लगाउँछु टेस्टी उम्न कहाँ गयो खाएको छैन हो कुन कहाँ चाहिँ अब चाहिँ पनि यस्तो रात पनि पर्नु आँटेको छ है अन्त अब चाहिँ मन्तमबाट आइपुगिसकेको छ मेरो फुच्चे चाहिँ यहाँ आज चाहिँ मस्तसँगले खेल्दै बसिरहेछ मेरो फुच्चेले चाहिँ टोइलेट गरिरहेछ उसको चाहिँ हेर्नु न आज चाहिँ यही गरी ऊ चाहिँ खेलेकै छ पल्टायो फेरि यता उता गरे त्यही खेल्दै बसिरहेछ अब उसको चाहिँ टोइलेट सफा गरिदिनु पर्ने छ कि यहाँ पानी तताउँदै गरेको पानी चाहिँ मजाले तताउनु पर्छ सो साथीहरू है आजको लागि ब्लग चाहिँ म यहीँनिर राख्न चाहन्छु है भेट्दै गरौँ न नेक्स्ट ब्लगमा टाटा बाई बाई टेक केयर